कस्तो भएछ भन्न कस्तो भएछ कस्तो भएछ दामी भएछ युबो कस्तो भएछ मिठो भएछ मिठो भयो युबो छानु कस्तो भयो छानु दिन्छु रश्मि दिलायो राजा नचलाउने सानो टेबल पुस्नुहोस् नानी यो टेबल पुस्नुहोस् यो टेबल पुस्नु सफा बनाएर बिचारा मेरो हेल्पिङ ह्यान्ड सफा बनाउनुहोस् ल होइन सफा भयो नानी भयो भएको छैन हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म मेरो छोरालाई नयाँ डिस ट्राई गर्दैछु हेरौँ उनीहरूलाई कस्तो लाग्छ पहिला सानोलाई ट्राई गर कस्तो हुन्छ लु यो बुलाई एकछिन है कस्तो भएछ हेर त ट्राई गरेर लु खाऊ न सानो खाऊ खै सानो छोरा त लु आफै खाऊ लु यो बुक ट्राई गर त सानो ट्राई गर त न मिठो भएन ओफो लु मिठो सानो खाऊ त मिठो बन्द गर आज चाहिँ म ब्रेड कस्टर्ड पुडिङ बनाउँदैछु त्यसको लागि चाहिँ फर्स्टमा ब्रेडलाई साइडबाट यसको एजेसलाई हटाइदिनुपर्छ यसरी यसको साइडको भागलाई चाहिँ हामीले छुरीले कैँचीले जेले भए पनि काटेर हटाइदिनु पर्यो यसरी हटाइदियो अब यो काटिसकेको ब्रेडलाई हामीले पिस गर्छौं यसरी तपाईलाई जुन शेप मन पर्छ तपाईले त्यही शेपमा गर्दा भयो मलाई चाहिँ यही मन पर्छ र इजी पनि लाग्छ म यसमै गर्दै छु अब यो काटिसकेको ब्रेडलाई हामीले घिउमा फ्राई गर्नुपर्ने हुन्छ काटिसकेको ब्रेड चाहिँ मेरो यहाँ रेडी भयो अब यो म ब्रेडलाई घिउमा फ्राई गर्छु गरम भइसक्यो अब म यसमा घिउ लाउँछु चाहिँ हाइटमा गर्नु भने चाहिँ बेसी घिउ चाहिँ ब्रेडले खाँदैन हाइटमा गर्नुहोस् ब्राउन हुनेसम्म त्यसलाई फ्राई गर्नुहोस् यसरी एकदमै मिठो एउटा तेजा भएर आउँछ यो भइसक्यो अब यसलाई म प्लेटमा निकाल्छु मैले हाफ लिटर दुध लिएको छु 2 स्पुन जस्तो दूधलाई अलग्गै राख्नुहोस् त्यसमा चाहिँ 1 स्पुन जस्तो कस्टर्ड पाउडर लगाउनुहोस् र मजाले फिट्नुहोस् अघि फिटेको कस्टर्डलाई चाहिँ हामी बिस्तारै बिस्तारै अब दुधमा हालेर चलाउँछौं यसमा चिनी लाउँछौं जसमा चाहिँ यो कस्टर्ड र मिल्क थियो अनि चिनी लगाएर मजाले चलाउँछौं यो चिनी पाक्ने काम हुन्छ अब अघि फ्राई गरेको ब्रेडलाई हामी बिस्तारैसँगले बोलमा मिलाउँछौं र त्यसको माथिबाट त्यो मिल्क र कस्टर्डको जुन मिक्स छ त्यसलाई बिस्तारै हाल्छौं
सबै मिल्कलाई हामी कस्टर्डमा मजाले मिलाएर हालिदिन्छौँ। तपाईँहरूकोमा जे पनि ड्राई फ्रुट्स एभाइलेबल छ त्यो लगाइदिनुहोस्। मेरोमा चाहिँ अहिले आलमन्ड मात्रै थियो, मैले आलमन्ड लगाएँ। नाउ माई कस्टर्ड पुडिङ इज रेडी। मेरो ब्रेड कस्टर्ड पुडिङ रेडी भयो। थ्याङ्क यू फर वाचिङ।